Hello everyone, myself Naveen Kushwaha, currently a second year MBBS student at Institute of Medicine IUM, महाराजगंज मेडिकल क्याम्पस। सो आजको यस भिडियोमा एससी ब्रिज कोर्सको के इम्पोर्टेन्ट छ र किन गर्नुपर्छ भन्ने कुरामा गइरहेको छु। सो आई हेभ डन ए +2 फ्रम तोसारी एकाडेमी फ्रम काठमाडौँ। सो मैले चाहिँ अहिले स्कलरसिपमा एमबिबिएस पढ्दैछु र स्कलरसिपमै साथीहरूले पनि पढ्दैछ। सो सबैजना मिलेर हामी एससीको ब्रिज कोर्स लन्च गर्न गइरहेछौँ। सो तपाईँले यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने यो ब्रिज कोर्स जोइन गर्नलाई दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। Hello everyone, it's me Gauri Shankar Mandal, currently a second year MBBS student at महाराजगंज मेडिकल क्याम्पस टिचिङ हस्पिटल IIM। अनि मैले चाहिँ आफ्नो +2 सेन्ट जेभियर कलेज माइतीघरबाट गरेको हो, जुन कि सबैभन्दा फेमस कलेज हो काठमाडौँको। अनि त्यहाँ पनि मैले स्कलरसिपबाट नै पढेको थिएँ अनि अहिले एमबिबिएसमा पनि स्कलरसिपमा नै पढिरहेको छु। अनि हाम्रो साथीहरू पनि एमबिबिएस र +2 पनि स्कलरसिपमै पढेको थियो र तपाईँ पनि त्यो पढ्न चाहनुहुन्छ भने त्यसको लागि के गर्नुपर्छ? फर्स्टमा तपाईँहरूले ब्रिज कोर्स गर्नुपर्छ। ब्रिज कोर्स कहाँबाट गर्ने त? हामीहरू आफै सेन्ट जेभियरबाट पढेको जुन कि सबभन्दा बेस्ट कलेज हो। अनि त्योको लागि तपाईँहरूलाई हाम्रो इन्स्टिच्युट द्याट इज एकाडेमी अफ न्युरो नेक्सस जोइन गर्नुपर्छ। अनि यो क्लासेसमा तपाईँले के पाउनुहुन्छ त? डेली अनलाइन क्लासेस हुन्छ, यसको पिडिएफहरू प्रोभाइड हुन्छ अनि त्यसपछि अनलाइन रिकर्डेड लेक्चर पनि पाइन्छ। So, I am Harnand Yadav, MBBS second year student at Kish Medical College and Teaching Hospital र +2 सेन्ट जेभियर्स कलेज माइतीघरबाट। हाम्रो एकाडेमीको विशेषता भन्नाले हामीले सेन्ट जेभियर्सको पास क्वेसन राम्ररी एनालाइसिस गरेको छौँ र हाम्रो कन्टेन्ट पनि त्यही एकोर्डिङली हुन्छ। र इन्ट्रान्सको अर्को एस्पेक्ट भनेको टाइम म्यानेजमेन्ट हो, त्यसमा पनि हाम्रो विशेष ध्यान हुनेछ। धन्यवाद। So, if you will join through CTEBT Midline channel, you will get 10% scholarship and the offer is only up to Baisakh date and the seat is also limited. So, go and book your slot. Thank you.